हेलो नमस्कार वेलकम बैक अनदर भिडियो एके एक्सिडेंट बॉय म त आज बोल्नै अप्ठ्यारो भएको छ सो टुडे वी आर गोइङ टु ट्याङ्क बोर्ड इन सेकेन्ड्राबाद सी इज रेडी के लाउने तिमी अलिकति भिडियो स्पेसल हुने रहेछ धेरै ब्लग स्टार्ट गर्दैछु हैन यो चाहिँ मेरो आफ्नै रुमबाट नयाँ रुम लगेको यस्तै इन्डियाको ठाउँमा बसै भन्ने कुरा सो अब बाहिर निस्केपछि बनाउला भिडियो ल हामी चाहिँ निस्किदिएको है तँलाई दामी देखाउनलाई हो यता चाहिँ पार्क छ है त्यहाँबाट हामी 10 मिनट हिँडिसकेपछि चाहिँ बस चढ्यौँ बस चढिसकेपछि चाहिँ हामीले चाहिँ बसमा चाहिँ अलिकति फरक नजरले हेर्दै हुनुहुन्थ्यो किनभने चाहिँ हाम्रो ल्याङ्ग्वेज अलिकति फरक थियो र यताको मान्छेहरू चाहिँ अलिकति फरक हुन्छ त्यसपछि हामी 1 घन्टाको यात्रापछि हामी ट्याङ्क बोर्डको सेरोफेरोमा पुग्यौँ त्यसपछि अब सेरोफेरोमा पुगिसकेपछि ट्याङ्क बोर्ड अब तपाईँले ल करिब लामो समयको यात्रापछि हामी चाहिँ फाइनली ट्याङ्क बोर्डको यो चाहिँ अब यस्तो भ्यूमा पुगिसक्यौँ एक्ज्याक्ट नाम चाहिँ थाहा भएन हामीलाई हैन अलिकति अब यताबाट कता जाने भन्ने कुरा त्यो पनि कन्फ्युज भइरहेको छ क्या हामी त्यही भएर अब सोध्नुपर्छ यताउता यो चाहिँ यस्तो देखिरहेछ भ्यू यताको अनि यस्तो भ्यू यस्तो देखिरहेछ अब जाने भनेको यहाँ पार्क छिटो छिटो सो यहाँ चाहिँ यस्तो देखिरहेछ है टक्क जस बवाल अलिकति मनै हर्षित बनायो मेरो चाहिँ देख्न सक्नुहुन्छ अलिकति आज अब धेरै पछि भिडियो बनाएर होला अलिकति बोल्नु पनि हाम्रो चाहिँ ग्रुप चाहिँ यो होइन हामी चाहिँ खाना खाम्ला भन्दा पनि यहाँ खाना पकाउन भन्दा पनि पुग्यौँ है सो यस्तो छ है सो फ्यान्स टुडे हामी चाहिँ हिँडेछौँ है हामी चाहिँ अब बोटको सिलसिलामा छौँ हेरौँ त्यो किन राख त्यो मलाई मात्र थाहा छ हेर्न सक्नुहुन्छ यिनीहरूको भ्यू टक्क लाएर हाम्रो म्याडम जाँदै हुनुहुन्छ म्याडम जानुहोस् हामी चाहिँ यहाँ ट्याङ्क बोर्डको लुम्बिनी पार्कभित्र अहिले चाहिँ अवस्थित छौँ यहाँनिर देख्न सक्नुहुन्छ तपाईँले टक्क लाएर म्याडमको अलिकति पोज अलिकति डेन्जर छ हाँस्नुहोस् अलिकति के छ म्याडम मस्त एकदम बेटर ल अब हामी चाहिँ यता गएर चाहिँ अलिक भित्रतिर जान्छौँ है भित्र बोर्ड खेल्छौँ ल फाइनली हामी चाहिँ जाँदैछौँ उहाँलाई हेर्नु सक्नुहुन्छ उहाँको चाहिँ टक्क लाएर हुनुहुन्छ म्याडम म्याडम लगाउने फाइनल समाज अब हम चाहिँ ये लगा रहे हैं फाइनली यो चाहिँ लगाउनु भयो समाज यो चाहिँ हाम्रो अब हो गया ब्रिटिश लाइक हाम्रो चाहिँ बाजेले चाहिँ आज हामीले चढाउँदै हुनुहुन्छ उहाँ बाजेले सो ल अब हाम्रो बोट चाहिँ आयो है ल है सुन न भाइ कसम मेरो चाहिँ बोटिङ यस्तो भइरहेछ है सो फाइनली वी आर टुडे गोइङ टु म्याडम भनिदिनुहोस् केही भन्नु ठिक छ राम्रो पहिलोचोटि है गाइस पहिलोचोटि खाइमाउ र आफ्नो ब्लग गराउँछु एकदम स्पिड बोटमा छौँ भन्नुपर्छ
सेन्टरमा लगा लगा जसले मलाई थाहा नै हुन्छ सोध्नु प्रश्न त्यो मान्छेले मतलब सो गाइस अब हामी चाहिँ एउटा निस्किँदैछौँ पार्कभित्र यो पार्कको नाम चाहिँ कता कता हाम्रै नामसँग जोडिन गएको छ लुम्बिनी पार्क भन्ने नाम रहेछ पार्कको नाम अब म्याडमको के छ ओपिनियन धारणाहरू के छ लेखा छ यो लुम्बिनी पार्कको देखायो भने देखायो भने तपाईँको ओपिनियन कस्तो लाग्यो तपाईँलाई अब यो भित्रको फिचरहरू कस्तो लाग्यो मोबाइल त सिधा भइहाल्छ नि त्यही भएर त म अब अहिले भइरहेको अघि भनिरहेको है हामी जानुपर्छ कस्तो लाग्यो त्यही हो अहिले चाहिँ अब चाहिँ बाहिर गएर भिडियो बनाउँछ गर्मी पनि यहाँनिर ज्यादा भयो जस मजा इन्जोय फिल भयो केटा हो त्यो त फेरि ब्याक भयो युट्युबमा हेरिदिनु माया गरिदिनु सब्सक्राइब गरिदिनु छैन म्याडम पनि के भनिदिनुहोस् अब म्याडमलाई पनि केही बोलिदिनुहोस् सो म्याडमलाई पनि रमाइलो भयो हामीलाई पनि रमाइलो भयो अब यता आएर ठाउँ छ हामी चाहिँ निस्किदिएको अब मुन्ना मार्केटतिर जान्छौँ हामी है मार्केटको भ्यू पनि देखाउनु पऱ्यो नि त होइन